प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दछु। गण्डकी प्रदेशको नीति तथा योजना आयोग र नागरिक समाजका तर्फबाट प्रस्तुत हुने अवधारणा पत्र पक्कै पनि लाभदायक हुनेछ भन्नेमा विश्वस्त छु। सन् 2021 को अन्तमा नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् 2026 नोभेम्बरसम्ममा अर्ब विकसित राष्ट्र एनडीसीबाट मध्य स्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रस्तावलाई अनुमोदन गरिएको छ। राष्ट्रिय सभाले उपसमिति बनाएर तयारीलाई शीघ्र बनाएको छ। 3 महिना अघि मात्रै विकास आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गत दिगो विकास उपसमितिले नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन 2081 समितिमा पास गरी मूल समितिलाई बुझाएको छ। अर्थ मन्त्रालयले पनि नेपाल अर्ब विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीतिक कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यहरूलाई गृह कार्य सुरु गरिसकेको छ। सन् 1971बाट एनडीसीको सूचीमा रहेको नेपाल यसअघि नै विकासशील राष्ट्रको सूचीमा रहन योग्य थियो। प्रति व्यक्ति आय, मानव सूचकाङ्क र आर्थिक तथा पर्यावरणीय अङ्गको मापदण्डमध्ये नेपालले 2 मापदण्ड पहिले पुरा गरेको हो। पहिले स्तरोन्नतिको मापदण्ड पुरा गरे पनि नेपालले महाभूकम्पका कारण अर्थतन्त्रमा गम्भीर चुनौतीको सामना गर्नु परेको हुँदा नेपालकै अनुरोधमा प्रक्रियालाई थाती राखिएको थियो। अब विश्व मानव क्षेत्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न नेपाल अघि बढेको छ। यो अन्तर्राष्ट्रिय समुदायमा देशको सर्वोच्च बनाउने महत्त्वपूर्ण अवसर हो। अब नेपालका लागि नयाँ अवसरहरू सिर्जना हुनेछ। देशको अन्तर्राष्ट्रिय छवि सुधार हुने र सहज रूपमा विदेशी लगानी आकर्षित गर्न सकिनेछ। औद्योगिक प्रगति तथा व्यापारिक लाभको उचित वातावरण सिर्जना गर्नेछ। औद्योगिक प्रगति तथा व्यापारिक लाभको उचित वातावरण सिर्जना गर्नेछ। स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनीयतामा वृद्धि लगायतमा प्रभाव पर्नेछ। विकासशील राष्ट्रमा स्तरोन्नति समय त्यसपछिका चुनौतीबारे पछि छलफल भइरहेको छ। नेपाल सरकारले मुलुकलाई विकासशील राष्ट्रका रूपमा उभ्याउन दिगो विकास लक्ष्यका आधारित पक्षलाई कार्यान्वयन गरिरहेको छ। अन्य राष्ट्रहरू एनडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदाका परिवर्तनबारे गहिरो ढङ्गले अध्ययन भइरहेका छन्। अझै 18 महिना समय बाँकी रहेको अवस्थामा त्यसपछि आउने समस्या र चुनौतीको व्यवस्थापनका लागि यस्ता अन्तर्क्रियात्मक छलफल प्रभावकारी बन्ने विश्वास छ। आजको यस कार्यक्रममा मेरो उपस्थिति र यस्ता छलफलले राष्ट्रका लागि योगदान पुगोस् भन्ने प्रेरणाका लागि नै हो। राष्ट्रिय योजना आयोगले गम्भीरतापूर्वक अध्ययन गरी दस्तावेजहरू तयार गरिरहेको सन्दर्भमा गण्डकी प्रदेश नीति तथा योजना आयोजनाको पनि आफ्नो अवधारणा आयोजना उपाध्यक्ष मार्फत यहाँ प्रस्तुत भइसकेको छ। यस अवसरमा आयोगले विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूलाई विकास, सुशासन, नागरिक निगरानी र सेवा प्रवाह सम्बन्धी प्रशिक्षण कार्यक्रम राखेको थाहा पाए। यसले लक्षित वर्गलाई लाभ पुग्नेछ भन्ने लाग्दछ। समावेशी, लोकतान्त्रिक, समृद्ध, शान्तिपूर्ण समाजको निर्माणको मुख्य दीर्घकालीन लक्ष्य लिएको यो संस्था समग्र शासन प्रणालीमा
गतिशील र प्रभावकारी नागरिक समाजको स्थापनामा सदैव अघि बढियोस् भन्ने चाहन्छु। मानव अधिकार र द्विगुण विकासका लागि नागरिकहरूको अर्थपूर्ण सहभागितामा वृद्धि गर्न, सामाजिक आर्थिक रूपान्तरणका लागि नागरिक सङ्घ संस्थाको भूमिका विस्तार गर्न, सामाजिक नीति निर्माण र प्रभावकारी सेवा प्रवाहका लागि पैरवी गर्न र साझा मानवीय सवालमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा प्रभावकारी भूमिका खेल्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। अन्तमा धेरै पहिलेको कुरा हो, मसँग एकजना पाएको मान्छे 2026 सालमा टेकबहादुर छोकालजी पछि शिक्षा मन्त्री पनि बन्नुभयो र म दुईजना मिल्ने साथी, म कम्युनिस्ट उहाँ काङ्ग्रेस, बडा कम छलफल हुने। यति उहाँले के भन्नुभयो भने मेरो सरकार आएर अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग गर्ने साथी राष्ट्रहरू प्रशस्त छन्, त्यो सरकार आयो भने कसरी राज्य चलाउन सक्छ, के छ आधारमा भन्दा त्यतिखेर मेरो अध्ययनको अभाव म त पक्क नबक्क भएँ। संयोगले त्यस्तो लेखकभित्र तुलसीलालजी सुदूरपश्चिमको भ्रमणमा आउनुभयो। उहाँ ठुलो अर्थशास्त्री, करोडसम्मको हिसाब उहाँलाई कलम चाहिएको, यो यहाँले पनि बुझाएको छ। त्यही समस्या मैले उहाँको सम्बन्ध राखेँ। तपाईँ कम्युनिस्ट पार्टीको नेता, म तपाईँले नेतृत्व गरेको पार्टीको कार्यकर्ता, हाम्रो पार्टीको सरकार आयो भने यो राज्य कसरी चलाउँछ? मलाई एउटा प्रश्न आयो, उत्तर दिन सकेन। हाम्रो नेपालमा धेरै यस्ता विद्वानहरूको उपस्थिति पनि अहिले पनि यहाँ सबै विद्युत वर्ग हुनुहुन्छ। विद्वानको सङ्ख्या धेरै छ अनि यहाँ प्रकृति पनि धेरै छ। टाढामा जाँदै तपाईँको नजिकै भएको कर्णाली नदीमा मात्रै नेपालका विद्वानहरूले विद्युत उत्पादन गरिदियो भने नेपालको घर घरमा बिजुली पुग्छ र 0 वाटको बल्ब नेपालका रुखबिरुवाको पातमा झुन्ड्या पनि बाँकी रहन्छ। त्यो विद्युत मात्रै बिक्री गऱ्यो भने नेपालको अर्थतन्त्र पनि अन्त जाँदैन जानुहोस्। त्यतिखेर 14वटा अञ्चल 14वटा नदीबाट नामाकरण भयो। यस्ता मान्छे कति छन् नेपाल? मलाई लाग्छ गणना गरेको छैन। म यस्तो सामाजिक प्रश्नमा यहाँहरूले आमन्त्रित गर्ने र मैले उपस्थित जनाएको सायद मलाई अहिले 15 महिना सुरु भएको छ। म 50वटा कार्यक्रममा चाहिँ उपस्थित भएको कम्तीमा पनि। अनि सबै विद्वानहरूले अन्तर्क्रिया देखाएको जम्मै क्रियाशील हुनुहुन्छ। नेपालमा नेपालको प्रकृति पनि यति धेरै असम्मको छ। एउटा यस्तो पहाड हो भने एकातिर स्याउ बन्छ, एउटातिर सुन्तला बन्छ। यस्ता कति छन् समय पाउँछ। यस्तो सुन्दर ठाउँ, यस्ता विज्ञ मान्छेहरू नेपाल किन पछाडि गएको छ? हामी निरन्तर क्रियाशील छौँ, कार्यक्रममा जुटेका छौँ, तर नेपालले त्यो गति लिन सकेका छैन। जुन गति मैले प्रस्तुत गर्ने बेला पनि अझै हामी त्यो मुलुकमा विकसित मुलुकमा प्रवेश गर्ने प्रयत्नमा छौँ। यो देश त संसारको सबैभन्दा उत्तम, संसारको सबैभन्दा सम्पन्न मुलुक हुन सक्नु पर्थ्यो। तर पनि खण्डिएको छ। मैले कुरा किन राखेको छु भने मैले अन्त पनि राखेको यहाँ पनि राखेको। यो अन्तर्क्रिया कार्यक्रमले यो देशलाई अघि बढाउनुको निमित्त तपाईँहरूको यो जो अन्तर्क्रिया छ, यसले राज्यलाई दिने सुझावहरू कडाइका साथ आफ्ना अध्ययनहरू प्रस्तुत गरेर देश विकसित हुनमा सबैले मेहनत गर्नुहुनेछ। तर त्यो आफ्नो सुझाव राज्यको महत्त्वपूर्ण ठाउँमा चाहिँ प्रवेश गरौँ। यिनै कुराहरू राख्दै आफ्नो भलाइलाई बिचमा छु। सबैमा